हेलो साथीहरू, नमस्ते। आज म सुँगुरको मासु पकाउन जाँदैछु। सुँगुरको मासु रायोको साग चाहिँ छैन, चाइनिज क्याबेज हालेर हामी बनाउन जाँदैछु आज। यसको रेसिपी हेर्नु होला है। पहिला चाहिँ मासुलाई अलिकति बोइल गर्ने, हल्दी र नुन हालेर यसरी। उसको बादमा चाहिँ अब बनाउने सुरु गर्ने। तेल हाल्ने सबसे पहिला। तेलमा एउटा सानो दालचिनीको टुक्रा, 2-3 अलैँची हालिदिने यसरी। यसलाई अलिकति गरम गर्ने, भुट्ने एकछिन। त्यहाँबाट स्लाइस काटेको प्याज छ, प्याज हालेर भुट्ने। यसरी भुट्ने प्याजलाई मजाले एकछिन भुट्ने। प्याज अलिक पहेँलोपछि हामीले बोइल गरेको मासुलाई हाल्ने यसरी। यो मासु लगभग 30% पाकिसकेछ पहिले। यसरी हाल्ने मासुलाई अनि मजाले भुट्ने। यसरी बनायो भने चाहिँ खाँदाखेरि अलिक अमन हुँदैन, न्याक्क हुँदैन, मजाले खान सकिन्छ। डाइरेक्ट पकाएको चाहिँ अलिकति अमन हुन्छ, न्याक्क हुन्छ, धेरै खान सकिँदैन। यसरी पकाउनु पर्छ, बोइल गरेर पकाउनु पर्छ। टमाटर काट्ने यसरी टक 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 टकसँगले। तपाईँहरू पनि घरमा ट्राई गर्नु होला यो तरिकाले। सुँगुरको मासु एकदम मजा आउँछ खानु। रायो साग भयो भने त अझै मजा आउँछ। तर नहुँदा चाहिँ आज चाहिँ म चाइनिज क्याबेज हालेर बनाउँदैछु है। किनभने परदेशमा चाहिँ पाइँदैन नि त रायोको साग त। अब लसुन र अदुवा यसरी हालेर कुट्नुपर्छ है मजाले। धेरै पिठो पनि पर्दैन, ठिक्कै कुट्ने हो। यसरी चलाउँदै गर्छु घरिघरि मासु, न त डढ्छ। यो तरिकाले चलाउने। अब यो कुटेको अदुवा लसुनलाई त्यहीँ हालिदिने यसरी। यो हालेर चाहिँ एकछिन मजाले भुट्नुपर्छ है, लसुन पाक्नुपर्छ, न त गनाउँछ। मजाले भुट्ने यसरी। हेर्नुहोस्, ज्यादा खरियो भने अलिकति हल्का हल्का पानी पनि हाल्दै गर्नुपर्छ है। यहाँ मैले चाहिँ पानी हालेको छैन, तर हल्का हल्का पानी हाल्नुपर्छ, न त चलाइरहनुपर्छ। डढ्यो भने अलिकति यसरी छोपेर पकाउनुपर्छ। नुन हालेँ सबसे पहिला मसलामा चाहिँ। अन्त यो सबै मसला मिलाएको छ यहाँ। कश्मिरी चिल्ली पाउडर, चिकन होइन मिट मसला छ, जिरा पाउडर छ, गरम मसला, यति मसला मिलाएर चाहिँ हल्दी पाउडर, यति 5वटा मसला मिलाएर यसरी हालिदिने। अनि मजाले भुट्ने। मसला हालेर पनि मजाले भुट्नुपर्छ है। छोप्दै भुट्दै गर्ने। हेर्नुहोस् यसरी, हेर्नुहोस् त मजाले भुटिरहेछ नि। यो तरिकाले भुट्नुपर्छ है मासु चाहिँ। सुँगुरको मासु यसरी भुट्नुपर्छ। हेर्नुहोस् है, परपरि भुटिँदैछ नि। अब यसमा आयो फेरि टमाटर र हरियो खोर्सानी काटेको एड गऱ्यौँ। अन्त यसलाई टक्कसँग यो हालिसकेपछि भुट्नुपर्छ एकछिन मजाले मिलाएर यसरी। मजाले भुट्ने यसरी। एकछिन छोपेर पकाउने। त्यहाँबाट फेरि हामीले यसमा साग पनि एड गर्छौँ। चाइनिज क्याबेज मैले काटेर धोएर राखिरहेको छु, यसलाई अब एड गरिदिने माथिबाट। हेर्नुहोस् यसरी। यस्तो तरिकाले चाहिँ यसलाई एड गर्ने हो। चलाइदिनुपर्छ, मजाले चलाउने यसलाई। यस्तै चलाउने, यसरी छोप्दै पकाउँदै गर्नुपर्छ है, यस्तो तरिकाले। अब हाम्रो चाइनिज क्याबेज पनि लगभग पाक्न आँटिसक्यो।
जस्तो मासुले तेल छोड्न थाल्यो नि, रोगन छोड्यो होइन, अब मजा आउँछ। यसरी चलाउने। एकदम जबरजस्त मासु भइसक्यो हाम्रो सुँगुर मासु। लास्टमा यसमा धनियाँ पत्ता, बस हरियो धनियाँ काटेर यसरी हालिदिने। बस भयो। ल हामी त खानु थाल्यौँ है। ल तपाईँले यसै गरेर बनाएर खानु होला। ल भिडियो मन पर्यो भने के गर्नुपर्छ थाहा छ नि, दबाइदिनु होला, खालि बेल आइकन चाहिँ दबाइदिनु बस। ओके बाई बाई, फेरि भेटौँला अर्को भिडियोमा।